सक्षम असक्षम अस्थायी शिक्षक देशैभरि जे जति थिए, सक्षम असक्षम अस्थायी शिक्षक देशैभरि जे जति थिए, प्रक्रियाविहीन तवरले स्वतः स्थायी गरिए। दिदीबहिनी दाजुभाइहरू सम्पूर्णमा म एसपी सिंहको हार्दिक नमस्कार, नमन, प्रणाम, अभिवादन स्वीकार गर्नुहोला। म यसपल्ट मैथिलीमा लेख्दै गरेकोमा एउटा नेपाली कविता लिएर आएको छु आफ्नै राष्ट्रभाषामा। यहाँहरूलाई बहुसङ्ख्यक नेपालीलाई सरल होस् बुझ्नलाई भन्ने हिसाबले एउटा नेपाली कविता जुन लिएर आएको छु र त्यसको शीर्षक हो 2048 साल। म पनि शिक्षण पेशामा लागेको व्यक्ति र 2048 सालमा मैले शिक्षा जगतमा एउटा जुन दुर्दशा लागेको देखेको थिएँ, सोही कुरालाई, सोही यथार्थलाई कविता मार्फत यहाँ वर्णन गर्दैछु र यसमा हुन जाने कमी कमजोरीहरूको लागि यहाँहरू सम्पूर्ण समक्ष माफी पनि चाहन्छु, क्षमा याचना गर्दछु। र जुन कविता यस प्रकार छ। सम्झिरहन्छु घरिघरि त्यो 2048 साल, सम्झिरहन्छु घरिघरि त्यो 2048 साल। शिक्षा जगतमा दुर्दशा लाग्यो, हुन गयो साह्रै बेहाल। अब अगाडि यस प्रकार छ। सक्षम असक्षम अस्थायी शिक्षक देशैभरि जे जति थिए, सक्षम असक्षम अस्थायी शिक्षक देशैभरि जे जति थिए, प्रक्रियाविहीन तवरले स्वतः स्थायी गरिए। गुणस्तर घटाउने दुष्कर्मको त्यहीबाट भयो सूत्रपात, गुणस्तर घटाउने दुष्कर्मको त्यहीबाट भयो सूत्रपात। बालबालिकाको भविष्यमाथि पर्न गयो बेरहमी आघात। जनप्रतिनिधि सम्मिलित संसदले गरी छाड्यो त्यो कमाल, बिछट्टै कमाल। शिक्षा जगतमा दुर्दशा लाग्यो, हुन गयो साह्रै बेहाल। पहुँचवाला काम चोर जतिको गजबको उद्धार भयो, पहुँचवाला काम चोर जतिको गजबको उद्धार भयो। हाम्रै मातृभूमि नेपालमा अनौठो चमत्कार भयो। न लिखित न मौखिक जाँच, वाह रे वाह, न लिखित न मौखिक जाँच, वाह क्या सरल तरीका, न लिखित न मौखिक जाँच, वाह क्या सरल तरीका। प्रफुल्ल भए लाभान्वितहरू समग्र देशैभरिका। गुणस्तरको के अर्थ भयो, थियो लोकप्रियताको सवाल। शिक्षा जगतमा दुर्दशा लाग्यो, हुन गयो साह्रै बेहाल। शिक्षक आयोगले दशकौं पछि जब आफ्नो हातमा लियो, निश्चय पनि शिक्षा क्षेत्रलाई उत्तम सक्षम शिक्षक दियो। प्रतिस्पर्धात्मक रूपमा बल्ल हुन थाल्यो शिक्षक छनौट, प्रतिस्पर्धात्मक रूपमा बल्ल हुन थाल्यो शिक्षक छनौट। राहत बाहेक स्थायी दरबन्दीमा फटिसक्यो सब खोट। तथापि कैयन ठुला बडाले अद्यापि बुनिरहन्छन् जाल। शिक्षा क्षेत्रमा दुर्दशा लाग्यो, हुन गयो साह्रै बेहाल। सम्झिरहन्छु घरिघरि त्यो 2048 साल। शिक्षा जगतमा दुर्दशा लाग्यो, हुन गयो साह्रै बेहाल। शिक्षा जगतमा दुर्दशा लाग्यो, हुन गयो साह्रै बेहाल। अब यहाँहरूलाई मन परेको भए लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला र साथै शेयर गर्नुहोला। त्यसैगरी अपेक्षा छ यहाँहरूले सब्स्क्राइब पनि
गरिदिनुहोला भन्दै यहाँहरूबाट छुट्टिन चाहन्छु। हवस् त, नमस्कार।